हेलो साथीहरू, यो म चाहिँ अस्तिको यो चिम्फिङ है यतिकै सुकिरहेको थियो। आज चाहिँ मैले यसलाई चाहिँ छोडाउँदैछु है। अन्त छोडाएर चाहिँ अस्ति नै छोडाउनु पर्थ्यो तर अलिकति नभएर, अन्त यसको यो जुन चाहिँ यो हुन्छ नि सानोबडे जिरा जस्तो यो पत्ता निकालेर यो जिरा जस्तै राख्दा पनि हुन्छ है। यसले चाहिँ फ्लेभर दिन्छ। तपाईहरुले अचारहरू खाँदा पनि यो जिरा जस्तो चाहिँ एकदमै सेन्ट पनि आउँछ है। अचार खाँदा पनि हुन्छ। अन्त म चाहिँ यतिकै नराखेर यो पहिला चाहिँ छोडाउँछु, त्यसपछि चाहिँ यो जिरा जस्तो राख्ने छु। तपाईहरुले पनि चिम्फिङलाई चाहिँ यसरी नै राख्न सक्नुहुन्छ है। यो चाहिँ एकदमै मेडिसिनको रूपमा पनि मानिन्छ र तपाईहरुले चाहिँ त्यसरी राख्नु पनि सक्नुहुन्छ। म चाहिँ अस्तिदेखिको छोडाउँ भन्दा नभ्याएको है, स्कुल, घर, नानी, हस्टेल गर्दाखेरि चाहिँ नभ्याएको र अहिले चाहिँ मैले यो चाहिँ छोडाएर चाहिँ अब म राख्नेछु। हुन्छ, थ्याङ्क यू फर वाचिङ।